विश्व हिन्दू साम्राज्यद्वारा निर्णय गरेको छ तराई केन्द्रित जति पनि धार्मिक सङ्घ सङ्गठन संस्था वा धार्मिक अभियन्ताहरू समूहहरू छन् त्यो सब बीच जति पनि सङ्घ सङ्गठन धार्मिक अभियन्ता समूहहरू संस्थाहरू बीच बृहत एकता निर्माण गरी हाम्रो धर्म संस्कृतिको आवाजलाई बुलन्द गर्नलाई हाम्रो हिन्दू राष्ट्र नेपालको मुद्दा अझै सशक्त गर्नलाई नेपाल सरकारसँग जोरदार माग गर्नलाई हामी आफ्नो पहिचान स्थापित गर्नलाई नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनलाई तराई केन्द्रित धार्मिक सङ्घ सङ्गठनहरू बीच बृहत एकता हुनु जरुरी छ र विश्व हिन्दू साम्राज्य आह्वान गर्दछन् जति पनि हामी हिन्दू राष्ट्र नेपालको लागि धर्म संस्कृतिको लागि राष्ट्रको लागि हामी गौमाताको लागि लव जिहाद रोक्नको लागि अवैध घुसपेठिया यो रोहङ्गिया बङ्गालीहरूलाई देश निकाला गर्नको लागि तराई केन्द्रित हिन्दू धार्मिक सङ्घ सङ्गठनहरू बीच बृहत एकता बृहत मोर्चाबन्दी हुनु जरुरी छ र यो कार्य अब तीव्र रूपमा हुने हामी जानकारी गराउँदछौँ र विश्व हिन्दू साम्राज्यले यसको पहल गरिरहेका छन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईमा जति पनि धार्मिक सङ्घ सङ्गठनहरू छन् त्यो सब बीच अब चाँडै बृहत एकता बृहत मोर्चाबन्दी हुने सम्भावना बढ्दैछ र यो प्रक्रिया अघि बढिसकेका छन्। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। जय श्री राम।